कल्चर सम्मान गरिदिनुको लागि म हाम्रो सिपिएमजी र उहाँको टिमलाई आजबाट औपचारिक रूपमा हाम्रो सिएसटी साहबलाई बिदाई गर्दैछौँ एडब्सी कास्कीबाट। अहिले हामी सबैजनाले पुष्पपुञ्ज हातमा लिएर आइसकेका छौँ भने हाम्रो सिएसटी साहबलाई हाम्रो साहबले चाहिँ फुलको माला लगाएर स्वागत गरिरहनु भएको छ र उहाँलाई चाहिँ सबैजनाले फुलको थुङ्गा र पुष्पपुञ्जले चाहिँ एकदमै स्वागत गरिराखेका छौँ। सन् 1982 फेब्रुअरी 2मा उहाँले औपचारिक रूपमा ब्रिटिस आर्मीमा भर्ती भई सन् 2001 फेब्रुअरी 1मा उहाँ औपचारिक रूपमा ब्रिटिस आर्मीबाट रिटायर हुनुभएको थियो। त्यसैपछि जिडब्ल्युटी अथवा गोर्खा वेलफेयर ट्रस्ट नेपालमा 2001 जुलाई 1मा उहाँ चाहिँ औपचारिक रूपमा फेरि काम सुरुवात गर्नुभएको थियो भने 2026 अगस्त 26मा उहाँले औपचारिक रूपमा गोर्खा वेलफेयर ट्रस्ट नेपाललाई छोडेर जाँदै हुनुहुन्थ्यो। उहाँले गोर्खा वेलफेयर ट्रस्टमा रुम्जाटारबाट जागिर यात्रा सुरु गरेर अहिले पोखरा एरिया वेलफेयर सेन्टर कास्कीबाट पनि उहाँले आफ्नो औपचारिक जागिरको दौडानलाई अन्त्य गर्दै हुनुहुन्छ र उहाँको आगामी दिन एकदमै सुख शान्ति समृद्धि र सधैँ उज्जवल भविष्यका साथ बितोस्, हामी यही शुभकामना व्यक्त गर्न चाहन्छौँ। तपाईँले देख्न सक्नुहुन्छ सबैजनाले एक आपसमा फुलको पुष्पले उहाँलाई चाहिँ स्वागत सम्मान गरिराख्नु भएको छ। मृदुभाषी मान्छे, मिठो बोल्ने मान्छे, यो कपुरको रुख जस्तै शीतल दिने मान्छे, कहिल्यै नतातिने मान्छे भनौँ। सापको जति वर्णन गरे पनि थोरै हुन्छ। म त्यसको लायक पनि छैन होला पक्कै पनि। हामी सम्पूर्ण एडब्ल्युसी कास्की, टिम कास्की, क्लस्टर 2 र होल गोर्खा वेलफेयर ट्रस्टको तर्फबाट हामी सापलाई आज उहाँको सम्मान गरिदिनुको लागि म हाम्रो सिपिएमजी र उहाँको टिमलाई सम्मानका साथ टोपी लगाइदिनु हुनुहुन्छ। हुन्छ। अनि खादल यो फोटा बाँधिनुको लागि हाम्रो एकदमै अनुभवी दिदी अनुरोध गर्न चाहे। हजुर सबैजनालाई धन्यवाद भन्दै सब बस्नुहोस् अनि यो सबैजनालाई धन्यवाद भन्दै यो मान्छे पानी अलिकति डिस्टर्ब भयो हजुर। यति पानीलाई चाहिँ पचाइदिनु पर्यो।
तेस्रो नम्बर भुँडी ब्याग भुँडी ब्याग भुँडी ब्याग ल 1 2 3 हेलो के छ हाल खबर आयो त हाम्रो सेफ्टी सबको फेरलमा सबैजना ह्यान्डसम हिँड्छन् हजुरहरू सामु उपस्थित भएकोले सामु हाँसिराख्नुहोस् है प्रोग्राम सकिन्जेलसम्म हाँस्नुपर्छ तपाईँ अघि नै मलाई भन्छ अघि मात्र आइपुगेछ भने एनिवे कास्कीमा गर्नुभएको कामहरू छ यसमा सापले बनाउनु भएको स्कुल छ त्यहाँ सापले बनाउनु भएको घर छ सापले दिनुभएको सपोर्ट छ सापले दिनुभएको पेन्सन छ सापसँग बियर खाएको फोटो पनि जानु सकिन्छ है सबै छ होइन सापले सम्झिनुहुनेछ भनेर हामी सम्पूर्ण वर्ल्ड क्लब सबको तर्फबाट यो सांसद सर्टिफिकेट सबलाई दिनुभएको हुन्छ साहबलाई सम्मान गर्न गइरहेको छ ओके धन्यवाद म प्रोग्रामलाई लिनको लागि एकछिन रेस्ट गरिदिनु होला सर जोस हुनुपर्छ नि हुन त म तामाङको छोरा हो तर म चाहिँ कति 14-15 वर्षको छोरा छ डाक्टर लिएर एकदमै के ब्याचलर हो रे भनेको एलिजिबल ब्याचलर त्यो जोस गरिरहेको छ एनीवे ल त्यसपछि मैले गरेको तपाईहरु पछाडि सिक्नुहुन्छ वे आर स्टुडेन्ट्स थ्यांक यू भन्छु विश गर्दै सबैजना उनीहरूले सबलाई सम्मान गरिदिनु होला है प्लिज यो केकमा चाहिँ हजुरहरूको जानकारीको लागि सबैले
हामी सबैको तर्फबाट है उहाँले यति ठुलो ब्रान्ड एरेन्जमेन्ट गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अहिले मेरो तर्फबाट एडम्स कास्कीलाई एउटा मायाको चिनो दिने मैले प्रयास गरेको। यो जुन चाहिँ संस्थामा जागिर सुरु गरेँ जहिले पनि के भन्छ भन्दाखेरि कहिले मान्छेले बिर्सिँदैन रे। अघि मैले सम्झेँ हाम्रो सबभन्दा धेरै दुःख दिने एउटा चाहिँ हाम्रो खेम साहब त्यसको सिएसटी म्यानेजर पानीले अलिकति डिस्टर्ब भयो हजुर। यति पानीलाई चाहिँ पचाइदिनु पर्यो।